सावरा स्टेसन चिबा प्रिफेक्चर अन्तर्गत नारितो स्टेसनदेखि लगभग 30 मिनटको दूरीमा पर्दछ। यो चाहिँ हेर्दा एकदमै सानो भए पनि सुन्दर छ अनि यसको आफ्नै विशेषता छ, किनकि यो चाहिँ पुरानो जापानिज शैलीमा बनेको देखिन्छ। त्यसैले होला यो ठाउँमा चाहिँ मान्छेहरू स्टेसन सानो भए पनि यो स्टेसनको अगाडि फोटो भिडियोहरू खिचिरहेको देखिन्छ। जापानमा चाहिँ ठुला भिडभाड भएको स्टेसनहरू चाहिँ प्रशस्तै छन्, तर पनि यो स्टेसनमा चाहिँ खासै भिडभाडहरू हुँदैन। यहाँ चाहिँ एकदमै थोरै मान्छेहरू चाहिँ देखिन्छन्। यो ठाउँमा चाहिँ म लगभग 1 वर्ष पछाडि पुगेको थिएँ अनि हामी साथीहरूसँग पहिलोचोटि जापान आएको बेला चाहिँ यही ठाउँमा बसेका थियौँ। त्यस बेला यो ठाउँ चाहिँ हाम्रो लागि एकदमै नौलो थियो अनि नयाँ ठाउँ, नयाँ भाषा, नयाँ साथीभाइ अनि नयाँ परिवेशले गर्दाखेरि चाहिँ हामीलाई केही असहज पनि भएको थियो। अनि धेरै नयाँ साथीभाइहरूको चिन्जानले गर्दाखेरि चाहिँ बिस्तारै सहज बन्दै गएको थियो। अनि सावरा चाहिँ एकदमै सानो सहर भए तापनि यो सुन्दर छ अनि यो ठाउँमा रहेको यो खोला अनि यो खोलाको वरिपरि रहेको ससाना घरहरूले पनि यो ठाउँलाई झनै सुन्दर देखाएको छ। यो ठाउँमा चाहिँ ठुला अग्ला बिल्डिङहरू नभए तापनि ससाना तर जापानिज पुरानो शैलीमा बनेका घरहरू छन्, जसले गर्दा चाहिँ यो ठाउँमा एकदमै सुन्दर देखाएको छ। यो नहरहरू साथै यो नहरको वरिपरि रहेको ससाना जापानी परम्परागत तरिकाले बनेको काठको घरहरू चाहिँ यो ठाउँको विशेषताको रूपमा लिन सकिन्छ। अनि यो ठाउँमा चाहिँ विभिन्न समयमा लाग्ने सावरा फेस्टिभल चाहिँ यहाँको अर्को विशेषताको रूपमा लिन सकिन्छ, जुन चाहिँ यो ठाउँमा एकदमै प्रसिद्ध पनि रहेको छ।